एउटा साहसिक यात्रा र यात्राको एउटा नाम जुन हाम्रो टिमले पासको रूपमा नामाङ्कन गर्यो र त्यो हो 3 गिरे पास। यात्राको सुरुवात कपिलवस्तुको बाडङ्गा नगरपालिकादेखि सुरु हुन्छ र समय अवधि 2 दिन र यो यात्रामा हाम्रो टिम मेम्बरहरू हुनुहुन्छ पहिलो कमल घिमिरे, किरण घिमिरे, शुभम घिमिरे र सुधीर खरेल। आउनुहोस् यो यात्रा सुरु गरौँ। हामी अहिले भर्खरै 4 नम्बर पुगिसकेका छौँ। हामी लगभग 5:30 को सेरोफेरोमा 4 बोडगाउँदेखि हिँडिसकेका छौँ र हाम्रो आज यात्रा तानसेनसम्मको रहेको छ। हामी 4 जनाको टिम भएर चाहिँ अहिले निस्केका छौँ। अहिले भर्खरै हामी 4 नम्बर आइपुगेका छौँ। झिलिमिली बत्तीहरूले मोबाइललाई चाहिँ अलिकति लाइटिङ प्रयोग गरिरहेछ र हाम्रो टिम यसरी चाहिँ पूर्ण तयारीमा छ। हाम्रो शुभम भाइ सुधीर म हुँदै आज एकदम रोमाञ्चिक हुनेछ हाम्रो यात्रा सुरु। लेट्स मुभ। सालदण्डीको ओह्रालोमा अब हामी झर्दैछौँ। अब लगभग 4 सेकेन्डमा सालदण्डीको ओह्रालो। मजा आउँछ साथीहरू, एकदम रमाइलो भएको छ। बिहानको एकदम चिल्ड मर्निङमा वाकिङ गरेको हुनाले गर्दा एकदम रमाइलो फिल गरिरहेको छौँ। बाटोमा गाडी पाल्पा जाने क्रममा हामी सालदण्डी लगभग आइसकेका छौँ। यहाँबाट करिब 700 मिटर जति अगाडि सालदण्डी बजार, सालदण्डी चोक रहेको छ। त्यहाँबाट हामी उत्तरतर्फ लाग्नेछौँ। उत्तरतर्फ लागेर आज हामी ढोङ्ग्रे खोलामा चाहिँ हाम्रो खाजा नास्ता हुनेछ र निगालीको देउराली करिब 1 बजेसम्म हामी निगालीको देउराली पुगेर हाम्रो आज लन्चको खाना खाने हाम्रो टार्गेट रहनेछ। अनि त्यसपछिको हामी तानसेन नगरपालिकासम्म हाम्रो पुग्ने आफ्नो टार्गेट रहेको छ। धन्यवाद। यो चाहिँ लगभग अझैसम्म कसैले पनि यो यात्रा साइकलमा चाहिँ जुन बाटो हामी आज जाँदैछौँ त्यो गरेको छैन र हामी यो यात्रा गर्ने पहिलो व्यक्ति हुनेछौँ। हामी 4 जना हामी चाहिँ एकदम कठिन प्र्याक्टिस गरेर चाहिँ यो मार्ग जाने प्रयास गरेका छौँ। एकदम मौसम चिल्ड मौसम एकदम कुल रहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ चारैतिर पोल्युसन। यो तिहारले गर्दा पटाकाको पोल्युसन जुन थियो त्यो सबै रात लिइरहेको छ र हाम्रो भाइले चाहिँ क्यामराम्यानको रोल खेलिरहनु भएको छ। देउरालीमा बतास चल्यो, बतास चल्यो, बतास चल्यो। गाइस यो हो नि त चलाउने तरिका हो। के छ त हौ खबर? सालदण्डीको ओह्रालो फाइनली हामी अब सालदण्डी पुगिसकेका छौँ। लगभग अब 20 मिनटमा 5 सेकेन्डमा चाहिँ हामी सालदण्डी पुग्नेछौँ। कसरी गाडीहरू देख्न सक्नुहुन्छ त्यो चाहिँ एकदम मजाले गाडीको चाहिँ एकदम तानिरहेको छ। यो हाइवेमा चलाउँदा रिस्क चाहिँ हुने गर्दछ, किन भन्दा हाइवे न हो, गाडी महेन्द्र हाइवे भएको हुँदा लामो दूरीका यातायातका साधनहरू यो बाटोबाट हिँड्ने गर्छ। त्यो चाहिँ गाडी अगाडि बढिरहेको छ। हाम्रो एकजना टोली चाहिँ यहाँ वेट गरिराख्नु भएको छ। बिस्तारै आउँदै हुनुहुन्छ सुधीर सर। त्यो ड्रन हो क्या। राइट नाउ हामी सालदण्डी पुगिसकेका हौँ। लगभग हामीलाई 20 मिनट लाग्यो होला यहाँ पुग्नको लागि। 20 मिनटको साइक्लिङ यात्रापछि हामी सालदण्डी बजार पुगिसकेका छौँ। म तपाईँलाई सालदण्डीको बजार देखाउँछु। अब यो बिहानको दृश्य छ। चोकमा होला एउटा मिम थियो नि सालदण्डी ठुला बिल्डिङहरू।
राम्रो दृश्यहरू तपाईँलाई देखाउनेछौँ। ओके साथीहरू, ल हल्का नास्ता खाँदैछौँ हामी। अन्डा बिहानमा चाहिँ अन्डा खाएको राम्रो भन्छौँ। अन्डा खानै अन्डे रोज खाऊ अन्डे भन्ने चाहिँ चलन नै छ। सो म पनि एउटा पिस निकालेँ है। यस प्रकारका अन्डाले भन्न साइक्लिङ गर्दा अथवा एक्सर्साइज गर्दा अन्डाले चाहिँ दिने शक्ति जुन हुन्छ, एक्स्ट्रा पावर दिने गर्छ। नास्ता खुवाउनु त तपाईँ पनि आउनु होला होटलमा। यो चालमा गएको छ। हामी भर्खरै यो कञ्चन पुलमा चाहिँ रहेका छौँ। भर्खरै यहाँ पुग्यौँ हामी। अब यहाँबाट हाम्रो फेरि अगाडि यात्रा अगाडि बढ्नेछ र सबैजना जोसका साथ अगाडि बढिरहेका छौँ। हाम्रो बाबुले चाहिँ मोबाइल खसाल्नेदेखि लिएर धेरै काम चाहिँ गरिरहेको अवस्था छ। हेर्नुहोस्, एकदम बिहानको माहौल, अलिकति गर्मीको माहौल अहिले हामीले चाहिँ अनुभव गरिरहेको अवस्था छ। अब माथि चिसो होला, चिसो पानीसँगै हामी अगाडि बढिरहेका छौँ। अहिले भर्खरै मात्रै हामी यो झरना रिजोर्टमा चाहिँ पुगेका छौँ। एकचोटि अगाडि म चाहिँ यो झरना रिजोर्टमा आएको थिएँ, त्यसपछि दोस्रो पटक चाहिँ यो भएको छ र सबैजना सकुशल नै हामी यहाँ आइपुगेका छौँ। यो चाहिँ रिजोर्ट अलिकति स्ट्यान्डर्ड, यहाँ चाहिँ खाना बस्न चाहिँ सुविधा सम्पन्न रिजोर्ट हो। यहाँ चाहिँ लगभग धेरै चाहिँ जना घुम्नको लागि चाहिँ आउने गर्छन्। यहाँभन्दा थोरै माथि चाहिँ तपाईँले, यहाँबाट थोरै माथि चाहिँ झरना रहेको छ। त्यहाँ तपाईँले झरनाको पनि आनन्द लिन सक्नुहुनेछ। हामी चाहिँ अब त्यहाँ बाटो जाँदैछौँ। यहाँ चाहिँ अब हामी हल्का यो बोतलमा पानी भर्नु पऱ्यो भनेर म धारातर्फ लाग्दैछु। अब यहाँ पानी भर्ने अनि माथि जाने। तपाईँलाई म झरनाको पनि दृश्य देखाउनेछु साथीहरू। भर्खरै मात्रै हामी झरना भन्ने ठाउँमा आएका छौँ र त्यहाँ झरना पनि रहेको छ। योभन्दा पहिला म आएको थिएन, तर झरना हेरिसकेपछि म पहिला किन आएन भन्ने चाहिँ मलाई भएको छ। एकदम सौन्दर्य निलो पानी रहेको छ। सुन्दरता यो झरनाले गराएको छ ठाउँको। अब अवश्य पनि हामी यहाँ एकैछिन पौडी खेल्नेछौँ। त्यस लगत्तै हामी यहाँबाट रिफ्रेस भएर अगाडि बढ्नेछौँ। एकदम रमाइलो ठाउँ रहेको छ। तपाईँ पनि आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यहाँ कस्तो रमाइलो गर्न भएको रहेको छ। अनि हावाको आएको छ। यसरी पनि झर्ना गएर ढुङ्ग्रे खोला भन्ने ठाउँमा चाहिँ पुगिसकेका छौँ।
साइकलको यात्रामा रहेको छ 1607 आज अहिले हामी ढङ्ग्रे खोलामा नास्ताको लागि यहाँ अब हामी एकछिन नास्ता खाने अनि नास्ता खाइसक्यो लगभग 10 मिनट अगाडि हामी निगाली बजारमा पुगिसकेका छौँ। एकदम हाइट रहेछ, एकदम उत्साहजनक तरिकाले सबै हाम्रो टिम सकुशल। अब यहाँ खाना खाने अनि त्यसपछि नेक्स्ट हाम्रो टार्गेट चाहिँ छ अगाडि बढ्दै जाने। बिहान 6 बजे निस्केको हामी अहिले 6 बजिसकेको छ। लगभग 12 घन्टाको सेरोफेरोमा हामी 3 गिरे भन्ने ठाउँमा भर्खर आइपुगेका छौँ। हाम्रो खास आजको टार्गेट भनेको तानसेन पुग्ने भन्ने थियो, तर रात परेको छ र तानसेन पुग्नलाई पनि अलिकति समय लाग्ने हुँदा हामी अवश्य पनि यो एरियामा पर्ने सृजना फार्म भन्नेमा चाहिँ बस्छौँ भनेर हाम्रो प्लान भएको छ। अब कस्तो छ सृजना फार्म भनेर चाहिँ म तपाईँलाई त्यहाँ पुगेपछि अपडेट गराउनेछु। मर्निङ गाइज, आज हामी तानसेनमा छौँ। हिजो राति लगभग 9 बजे हामी तानसेन आइपुगेका थियौँ साइक्लिङमा। अलिअलि थकान शरीरमा रहेको छ, तर धेरै थकान चाहिँ रात्रिकालीन हाम्रो सुताइपछि क्लियर भएको छ। र अब हामी यहाँबाट ब्रेकफास्ट गरेर तल्लोतर्फ आफ्नो घरमा बुटोल हुँदै घरतर्फ लाग्नेछौँ। एकदम रोमाञ्चक दृश्यहरू, हिमालको साथसाथै यहाँको चिसो हावासँगै तलका फाँटहरू माथिको लागेको बादलहरू हेर्दै अब हामी चाहिँ एकछिनमा यहाँबाट हामी निस्किनेछौँ। एकदम रमाइलो भयो हाम्रो ट्रेकिङ, साइकल ट्रेकिङ। र अब अलिकति थोरै छ बाटो अझै घरै पुग्नको लागि। लगभग हामी सबै आरामै छौँ। रमाइलो रह्यो सबैको यात्रा, साइक्लिङ यात्रा। रात साइकल चलाउनु पर्ने पनि रमाइलो हुँदो रहेछ। बसिरहेको होटल हेर्न सक्नुहुन्छ, एकदम सुन्दर, आकर्षक र त्यस्तै गरेर महँगो परिरहेको छ। हामी बसेको होटलको नाम हो होटल श्रीनगर। यहाँबाट तपाईँले डाँडा हेर्न सक्नुहुन्छ, यता बतासी डाँडा पर्छ। तानसेन बजार, त्यस्तै गरेर तलको प्रवास एरिया। फाइनली हामी अहिले प्रवास पुगिसकेका छौँ। हामी बुटोलतर्फ जाने हो र बिचमा चाहिँ खाना ल बाबु गाउँपालिका कति भयो भन्नु? हामीले भैरस खान मन्दिर हुँदै तानसेनसम्म यसरी लेट्स गो। सो अब हाम्रो यात्रा सुरु भएको छ बुटोलतर्फ। अब लगभग हामीलाई धेरै होइन 45 मिनट जति लाग्न सक्छ यहाँबाट चाहिँ। हाम्रो टिम एकदम तयार रहेको छ, रुट फ्री गाडी जोसका साथ। तपाईँले पनि हेर्दै जानुहोस् बाटो कस्तो छ, तानसेनको बाटो। यो प्रवास एरिया चाहिँ पर्छ। अहिले प्रवास एरियामा छौँ हामी फिलहालको लागि। बाबु पनि एकदम जोसका साथ अगाडि बढिरहेको छ। अब चियाको धोको थियो बाबुलाई। चिया खाने भन्दा चाहिँ एकदम तनावमा हुन्छ।
लगभग राम्रो छ। लफडाकै नि है। तानसेनबाट हामी लगभग 9 बजे निस्केका थियौँ र अहिले हामी यो भूतखोला जुम्सा भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। एकदम रोमाञ्चक यात्रा रह्यो र यो भूतखोलामा चाहिँ धेरैजनाको डुबेर मृत्यु हुने हुँदा यहाँ चाहिँ केही यो पानीमा नेगेटिभ एनर्जी छ भन्ने चाहिँ धेरै किंवदन्ती रहेको छ। त्यस कारणले गर्दा आज म चाहिँ यो अवलोकन गर्दैछु भूतखोला के कस्तो रहेको छ। म तपाईँलाई पूर्ण रूपमा त्यसको भिडियो दिनेछु हेर्नु। यही हो भूतखोला। क्या हो यार रड है खतरा रहेछ नि। फाइनली अनि सक्सेसफुल्ली हामी बुटोल आइपुगेका छौँ। एकदम लामो साइकल यात्रापछि अहिले हामी बुटोल आइसकेका छौँ। हल्का नास्ता अब यो गणपति मिष्टान्न भण्डारमा हामीले गर्नेछौँ र त्यसपछि हामी फेरि आफ्नो गृह जिल्ला कपिलवस्तुतर्फ लाग्नेछौँ। सबैजना ठिक छौँ, स्वास्थ्य स्थिति एकदम कन्डिसनमा छ, साइकलको पनि र हामी स्वयंको पनि। त्यस कारणले गर्दा साथीहरू तपाईँहरू भिडियोमा जोडिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। कस्तो लाग्यो भिडियो प्लिज लाइक सेयर र सब्सक्राइब गर्नुहोस् नभुल्नु होला। अब हामी चाहिँ मिठाई चाहिँ टेस्ट गर्छौँ। फाइनली हामी अहिले बुङ्ची भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। यो हाम्रै वरिपरिको क्षेत्र हो। जो हामी यहाँबाट आफ्नो घरतर्फ लाग्छौँ। यहाँबाट लगभग 15 देखि 20 मिनटमा हामी फाइनली हामीले हाम्रो 3 गिरे पास चाहिँ सक्सेसफुल्ली कभर गरेका छौँ। तपाईँ पनि जान चाहनुहुन्छ भने त्यो ठाउँहरूको जोड्न चाहनुहुन्छ भने भिडियोलाई हेर्नुभयो भने सम्पूर्ण जानकारी तपाईँले पाउनुहुन्छ। अहिलेको लागि यति हस्त फाइनली हामी बोडगाउँ आइपुगेका छौँ। सबै टिम सकुशल हामी बोडगाउँ र लगभग हामीले 2 दिनको सेरोफेरोमा चाहिँ हामीले यो यात्रा कम्प्लिट गऱ्यौँ। ठिक छ, अब घर जाने रेडी भयो। थ्याङ्क यू सो मच सबैलाई।